सम्पूर्ण मानवता नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार कमरेड प्रकाश कठायत र समानुपातिक तर्फका उम्मेद्वार कमरेड गुलाबको फूल चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हार्दिक अनुरोध गर्दछौँ। यसपालिको भोट कालो गुलाबमा सबैजनाले नमस्कार। प्रदेश तर्फका उम्मेदवार प्रकाश कठायत र समानुपातिक तर्फका उम्मेदवार कमरेड प्रेम कुमार शाहलाई गुलाब चिन्ह मतदान गरी अत्याधिक बहुमतका साथ विजय गराउन हुन हार्दिक अनुरोध गर्दछौँ। जोरे गाउँपालिका हामी चाहिँ आज अभियान प्रकाश कठायत अभियानमा छौँ। हामी सम्पूर्णले साथ सहयोग गरेर सहयोग गरिदिनु होला। जोराइल गाउँपालिका हामी गइरहेछौँ। अहिले 4 नम्बर वडा छौँ र यसपछि हामी 3 नम्बर वडा प्रवेश गर्नेछौँ। चुनावी प्रचारको क्रममा छ हामी जोराइल गाउँपालिका टोटीमा। सम्पूर्णलाई हार्दिक स्वागत गर्दछौँ। आदरणीय न्यायप्रेमी जनसमुदाय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार कमरेड प्रकाश कठायत र समानुपातिक तर्फका उम्मेद्वार कमरेड प्रेम बहादुर शाहलाई गुलाबको फूल चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यसपालिको चुनावमा भोट हालौँ गुलाबमा, अरूलाई रोज्यौँ पटक पटक गुलाबको फूलमा मतदान गरौँ यसपटक। आदरणीय न्यायप्रेमी जनसमुदायमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार कमरेड प्रकाश कठायत र समानुपातिक तर्फका उम्मेद्वार कमरेड प्रेम बहादुर शाहलाई गुलाबको फूल चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। माओवादी देशभर क्रान्ति गरिरहेको पार्टी हो जसले आफ्नै देशको दल र जमिनलाई प्रयोग गरेर आत्मनिर्भर बन्न सकिन्छ, कल कारखानाहरूलाई समुन्नति तिर जान सकिन्छ भन्ने मूल एजेन्डाका साथ यहाँहरूको घर आँगनमा यसपटक पहिलो पटक चुनाव चिन्ह गुलाबको फूल लगेर आएको छ। कृपया प्रत्यक्ष समानुपातिक तर्फ गुलाबको फूल चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ। अरूलाई हेऱ्यौँ पटक पटक नेपाल कम्युनिस्ट पार्टी माओवादीको गुलाबको फूल चुनाव चिन्हमा मतदान गरौँ यसपटक। आउने फागुन 21 को चुनावमा भोट हालौँ गुलाबमा। हेऱ्यौँ पटक यसपटक हेरौँ गुलाबको फुललाई भन्ने मूल नाराका साथ कमरेड प्रकाश कठायत र समानुपातिक उम्मेदवार कमरेड प्रेम शाहलाई यसपटक गुलाब चिन्हमा मतदान गरी विजय गराउन हार्दिक अनुरोध गर्दछौँ। सम्पूर्ण डोटेलीवासीमा आमा र दिदीबहिनी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ। हामी 3 नम्बर वडा आदरणीय न्यायप्रेमी जनसमुदायमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार कमरेड प्रकाश कठायत र समानुपातिक तर्फका उम्मेद्वार कमरेड प्रेम बहादुर शाहलाई गुलाबको फूल चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। सरासर हिँड्नु के सँगै नरोक्नु अब बिचमा। गुलाबमा 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 यसपालिको ल सबैजनालाई स्वागत छ। हाम्रो यस जोराइल गाउँपालिकामा छ हामी चाहिँ चुनावी प्रचारको क्रममा। जोराइल गाउँपालिका है त। भोट दिनु बाटोमा नरोक्नु के त अब सस्तो अगाडि पछाडि भइदिनु नि। आदरणीय न्यायप्रेमी जनसमुदायमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेद्वार कमरेड प्रकाश कठायत र समानुपातिक तर्फका उम्मेद्वार कमरेड प्रेम बहादुर शाहलाई गुलाबको फूल चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। यसपालिको चुनावमा भोट हालौँ गुलाबमा, अरूलाई हेऱ्यौँ पटक पटक नेपाल कम्युनिस्ट पार्टी माओवादीको गुलाब चिन्ह मतदान गरौँ यसपटक।
नेपाल कम्युनिस्ट पार्टी माओवादीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेद्वार कमरेड प्रकाश कटायत र समानुपातिक तर्फका उम्मेद्वार कमरेड प्रेमबहादुर शाहलाई गुलाबको फूल चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हुन यहाँहरू सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ। यसपालिको चुनावमा भोट हालौँ गुलाबमा। हामी चाहिँ चुनावी पर्सा क्रममा छौँ जोराई गाउँपालिका रातको भोट केमा यसपालिको चुनावमा भोट हालौँ गुलाबमा। परिणाम आउँछ होला कि नआउने भाइ राम्रै आउँछ परिणाम सोचे अनुसारकै आउँछ त्यस्तो निराशै हुनुपर्ने अनि त्यो चाहिँ नसोचौँ अहिले नै जनतामा छौँ हामी चाहिँ सबैको राम्रै प्रतिक्रिया छ ठिकै हुन्छ भन्ने कुरा हो ठिक छ भोट फर रोस के त छ क्या सबैजनालाई प्रत्यक्ष लाइभमा आउन हार्दिक अनुरोध गर्दछौँ। यहाँ जोराइल गाउँपालिका रातको त्योभन्दा ठाउँमा छ अब केही समयमा गाउँपालिका प्रवेश गर्दैछौँ हामी।